नमस्ते साथीहरू, स्वागत छ हजुरहरूलाई आमा सिक्रेट रेसिपी च्यानलमा। र आजको रेसिपी रहेको छ मुला, आलु र केराउको मिक्स झोल तरकारी। यसको लागि मैले मुलालाई यसरी लामो सेपमा काटेर रेडी गरेँ र त्यसपछि राति नै भिजाएर राखेको केराउ र आलुलाई पनि धोइ पखाली गरेर रेडी गरेँ र कुकरमा तोरीको तेल तातिसकेपछि थोरै मेथी, हरियो खुर्सानी र थोरै प्याजलाई पनि फुराएँ र भिजाएर राखेको केराउलाई पनि एड गरिदिएँ र त्यसपछि एकछिन प्याज र केराउलाई मजाले भुटेँ र आलुलाई राखेर चाहिने सबै मरमसलाहरू, बेसार, स्वादअनुसार नुन, जिरा धनियाँको धुलो, रातो धुलो खुर्सानी र लसुन अदरकको पेस्टलाई राखेर मजाले एकछिन आलु र केराउलाई मसलामा भुटेँ र त्यसपछि मुलालाई राखेर फेरि मुलालाई पनि मसलामा मजाले भुटेँ र त्यसपछि पानी राखेँ र पानी राखिसकेपछि गोलभाँडालाई यसरी एड गरेर एकछिन चलाएर कुकरलाई बन्द गरेँ र 4-5 सिटी लागिसकेपछि यसरी मेरो मुला, आलु र केराउको मिक्स झोल तरकारी पनि रेडी। हजुरहरूलाई यो डिस तरकारी मन पर्यो भने लाइक, सब्सक्राइब र कमेन्ट पनि गर्नुहोला। नमस्ते।